म चाहिँ आज निग्रो गाडीमा आएर छु। यही जङ्गल पुरै जङ्गल छ के हाम्रो घर त नि पछाडिपट्टि एउटा आछमेले पुरै घाँस गसनी रोपिरहेछ। पुरै माटो किनेर कम्पनी 3-4 बिघाको घाँस गसनी रोपिरहेछ र त्यहाँ निग्रो पलाएको छ। अनि मलाई चाहिँ निग्रो असाध्यै मनपर्छ के। कस्तो राम्रो यहाँ हेर्नु डुकुडुकु यस्तो खालको अलिअलि फक्रेको चाहिँ मलाई मनपर्छ। एकदम ठस्स परेको चाहिँ कुनै के भएको मलाई त्यति मन पर्दैन के। यतिका कलिला चाहिँ मलाई मनपर्छ। अर्को कुकुरको परेको यस्ता चाहिँ मलाई अलिक चिप्लो चिप्लो जस्तो लाग्छ, म त्यति मन पर्दैन। यतिका चाहिँ म टिपेर लान्छु आज भुटेर खाने। र हजुरहरू कसलाई मनपर्छ कमेन्ट गरेर भन्नु होला। र मलाई चाहिँ साह्रै मनपर्छ। मेरो चाहिँ अब लो प्रेसर पनि छ। लो प्रेसरको लागि निग्रो चाहिँ त्यसै पनि राम्रो हो। र लो प्रेसर हुने मान्छेले चाहिँ निग्रो खाइहाल्नु है। म चाहिँ अलिक लो प्रेसर भए जस्तो लाग्यो भने निग्रो खाइहाल्छु। त्यसै पनि मलाई मनपर्छ। तीमाथि म खाइ नै राख्छु। र यहाँ हेर्नु कस्तो मजाको छ नि त अब कस्तो मजाको। र बाई छ साथीहरु।